यसै गरी हाम्रो अर्को सर्ट नोटको क्वेसनहरु छ अस्टवाल्ड डाइल्युसन ल र सोल्युबिलिटी प्रोडक्ट भनेर है। यो दुईटै क्वेसन इम्पोर्टेन्ट छ, तपाईहरुको उसमा सोधिसकेको पनि क्वेसन हो, पास्ट क्वेसनहरु नै हो है। यो कहिले सोधेको छ भनेपछि हाम्रो अस्टवाल्ड डाइल्युसन ल चाहिँ 65, 68, 69, 75, 78 पाँच चोटी सोधेको छ है। अनि त्यस्तै गरेर सोल्युबिलिटी प्रोडक्ट चाहिँ हाम्रो 65, 68, 69 र 78 मा यो पाँच चोटी सोधिसकेको क्वेसन छ। यो चाहिँ चार चोटी सोधिसकेको क्वेसन छ। यो दुईवटा मध्ये सकेसम्म दुईटै नभए एउटा यो ब्याचमा पनि सियोर आउँछ भनेर सोच्नु, किनकि यो पाँच चोटी त्यो चार चोटी हाइली इम्पोर्टेन्ट क्वेसन है। ल अस्टवाल्ड डाइल्युसन लले के भन्छ भनेपछि नामैबाट के क्लियर छ, दिस थ्योरी वाज कम्पोज्ड बाइ द साइन्टिस्ट अस्टवाल्ड भन्न सकियो पहिलो पोइन्टमा। And this theory discuss about the dilution and concentration of substance भनेर भन्दिन मिल्यो है। ल एटलिस्ट क्वेसनबाट केही न केही चाहिँ मिलाउन सिक्नु भनेर मात्रै भनेको है। यसको चाहिँ स्टेटमेन्टले के भन्छ भने द डिग्री अफ डिसोसिएसन अफ वीक इलेक्ट्रोलाइट इज प्रोपोर्सनल टु द स्क्वायर रुट अफ डाइल्युसन। भन्नुको मतलब चाहिँ के है, यसलाई टुक्रा टुक्रा बनाएर पढ्यो भने इजिली बुझिन्छ है। के भनेको छ द डिग्री अफ डिसोसिएसन, डिसोसिएसन भनेको टुक्रिनु है। ल त्यो टुक्रिने जुन डिग्री छ नि है, द डिग्री अफ डिसोसिएसन अथवा रेट भनौँ न, द रेट अफ डिसोसिएसन, त्यो डिसोसिएट हुने जो रेट छ, डिग्री छ के को त वीक इलेक्ट्रोलाइट, एकदम वीक इलेक्ट्रोलाइटहरुको त्यो चाहिँ केसँग प्रोपोर्सनल हुन्छ भनेको छ स्क्वायर रुट अफ डाइल्युसन है। स्क्वायर रुट अफ डाइल्युसन, ठीक छ, स्क्वायर रुट अफ डाइल्युसन। यसरी पढ्दा अझै सजिलो हुन्छ है। ल यति नै छ स्टेटमेन्टमा। त्यसपछि अनि यो भन्नुको मतलब के हो, डाइल्युसन बढ्यो भने के हुन्छ, डिग्री अफ डिसोसिएसन पनि बढ्ने नै हो। त्यही भनेको छ है, इन्क्रिज इन डाइल्युसन इज इक्वल टु इन्क्रिज इन डिग्री अफ डिसोसिएसन है। अनि वीक इलेक्ट्रोलाइटको लागि हामीसँग फर्मुला के छ भनेपछि केसी इक्वल्स टु अल्फा स्क्वायर बाइ भी है। केसी भनेको के हो, डिसोसिएसन कन्स्ट्यान्ट अथवा यसलाई चाहिँ आयोनाइजेसन कन्स्ट्यान्ट भन्दा नि हुन्छ। जति कुरा डिसोसिएसन भयो त्यति नै कुराहरू आयोनाइज पनि हुने हुन् है। ल केसी भनेको के हो, डिसोसिएसन कन्स्ट्यान्ट, अल्फा भनेको डिग्री अफ डिसोसिएसन र भी भनेको के हो, भोल्युम अफ सोल्युसन। यति मात्रै छ। 2.5 मार्क्सको लागि आउँछ। यति लेख्न सक्यो भने एकदम सजिलो हुन्छ। यो त एक्स्ट्रा हो, यो तपाईहरुले यतिकै पनि सक्नुहुन्छ। यो भनेको के, यो भनेको के, यो भनेको के भनेर यति यो थाहा पाउनु भयो भने यो पनि आयो, र मेन डेफिनेसन मात्रै भयो भने डेफिनेसनबाट यो आको है, सकिन्छ। ल यो भयो भने हाम्रो अर्को क्वेसन के छ, सोल्युबिलिटी प्रोडक्ट है। नामैबाट क्लियर छ, यदि तपाईलाई एक्जाममा केही पनि आएन भने के लेख्ने त, केही न केही त लेख्नु पर्यो नि त। सोल्युबिलिटी भनेको त थाहा छ नि, सोल्युबल हुनु, गोल्नु। प्रोडक्ट भनेको के हो, प्रोडक्ट दिनु, रियाक्सन भइसकेपछि प्रोडक्ट दिन्छ नि है, त्यही भनेको हो है सोल्युबिलिटी प्रोडक्ट भनेको है। यसले कस्तो खालको प्रोडक्टहरु दिन्छ त्यसको बारेमा चाहिँ लेख्नु पर्यो। यो तीनवटा पोइन्ट चाहिँ अलि इम्पोर्टेन्ट छ, याद गर्न पनि सजिलो छ। म एउटा सर्टकट ट्रिक चाहिँ अहिले सिकाउला है। ल यसमा के भनेको छ, एसपी सोल्युबिलिटी प्रोडक्ट इज म्याक्सिमम प्रोडक्ट अफ आयोनिक कन्सन्ट्रेसन। कुनै पनि इलेक्ट्रोलाइटको जो आयोनिक कन्सन्ट्रेसनबाट आउने प्रोडक्टहरु छ नि, सब धेरै भन्दा धेरै प्रोडक्ट, म्याक्सिमम प्रोडक्ट, त्यो नै सोल्युबिलिटी प्रोडक्ट हो। सोल्युबिलिटी प्रोडक्ट के रहेछ त, केबाट आउने रहेछ, एकदम धेरै प्रोडक्टहरु जो चाहिँ हाम्रो आयोनिक कन्सन्ट्रेसनबाट आउँछ। के को त, इलेक्ट्रोलाइटहरुको है, जो चाहिँ एउटा टेम्परेचरमा इक्विलिब्रियममा बस्न सक्छ अनडिजल्भ पार्टिकलसँग भनेको छ है। यो भन्नुको मतलब चाहिँ के हो भनेपछि सोल्युबिलिटी प्रोडक्ट चाहिँ के हो, यतिसम्म त बुझिसक्नुभयो। म्याक्सिमम प्रोडक्ट हो, धेरै भन्दा धेरै प्रोडक्ट हो। के को त, आयोनिक कन्सन्ट्रेसनको है, कुनै पनि इलेक्ट्रोलाइटको आयोनिक कन्सन्ट्रेसनको, यतिसम्म थाहा भयो। अनि अब त्यसपछिको दैट एट वान टेम्परेचर क्यान कन्टिन्यू इन इक्विलिब्रियम विथ अनडिजल्भ पार्टिकल्स। भन्नुको मतलब चाहिँ के हो भनेपछि यदि रुम टेम्परेचरमा कुनै एउटा टेम्परेचर छ, कन्स्ट्यान्ट टेम्परेचर छ, तलमाथि हामीले गरेको छैनौं भनेपछि चाहिँ के हुन्छ भनेको छ, जस्तो यसमा हामीले मिक्स गर्यौं, सोल्युट र सोल्भेन्टहरु मिक्स गरिराछौं भनेपछि जति कुरा मिक्स हुनुपर्ने हो त्यो त भइ नै हाल्छ, र मिक्स नभएको कुरासँग पनि इक्विलिब्रियममा चाहिँ बस्न सक्छ भनेको मात्रै हो है। तर टेम्परेचर के हुनु पर्यो, कन्स्ट्यान्ट। ल मेन चाहिँ यति नै छ। अनि यसको चाहिँ अब यो तलको यो सर्टकटमा थाहा पाउनु पर्दा चाहिँ मैले कसरी याद गर्थे थाहा छ, यो चाहिँ हामीहरुलाई ब्याचलरसम्म पनि काम लाग्छ है। अहिले म बी फार्मेसी पढिरहेको छु। मैले पनि हाम्रो सिलेबसमा फर्स्ट सेममा पढ्नु परेको थिए, पहिल्यै पढेको हुनाले सजिलो थियो। जस्ट मैले एउटा दुईटा तीनवटा पोइन्ट बनाउँछु।
आइपी र एसपी को, आइपी भनेको आयोनिक प्रोडक्ट, एसपी भनेको सोल्युबिलिटी प्रोडक्ट, आइपी र एसपी को है। आइपी एसपी भन्दा सानो भयो भने के हुने, एसपी सँग इक्वल भयो भने के हुने र आइपी चाहिँ एसपी भन्दा ठुलो भयो भने के हुने, यति मात्रै छ यो तीनवटा पोइन्टमा है। यो आइपी सानो भयो भने अनस्याचुरेटेड, एस भनेको स्याचुरेटेड है, अनि आइपी सँग इक्वल भयो भने स्याचुरेटेड, र आइपी धेरै भयो भने सुपर स्याचुरेटेड है। यो पोइन्ट मैले यहाँ माथि तपाईहरुलाई लेख्दैकै छु, यो पोइन्टहरु हेर्नु होला, यो चाहिँ जस्ट याद गर्ने तरिका मात्रै है। यही पोइन्टहरु यो तीनवटा पोइन्ट हो है। आयोनिक प्रोडक्ट धेरै भयो भने के हुन्छ र सोल्युबिलिटी प्रोडक्टहरु धेरै भयो भने के हुन्छ भनेर। हाम्रो अरु सर्ट नोट्सहरु यति नै छ। यो 2.5 मार्क्समा आउँछ, हाइली इम्पोर्टेन्ट छ। यो 5 चोटी सोधिसकेको छ, यो 4 चोटी सोधिसकेको छ है अहिलेसम्म। त्यही भएर अहिले नै हेरिहाल्नु, यसको नोट्स चाहिँ म ग्रुपमा पठाइदिन्छु है तपाईहरुलाई।